दोस्तों नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरु सबै साथीहरु नातिनीहरु आएको छ है भोलि बिदा सो हेलो के खाइरा तिमी अनि बिरामी न गाई चर्नु बिरामी हुने गाई चर्नु म जस्तो स्ट्रङ हुनु पर्छ के एउटा बेस्टमा हिँड्न हेलो टक्क लाएर नातिनीहरु आहा छोरीहरु आछ हेर आमा सुत्या सुतै नातिनी यता आछि गाई चर्नु पाटी पाटी गाई चर्नु तपाईलाई चुट्टी आज शुक्रबार भोलि शनिबार नातिनीहरु आएको छ है अनि आमा चाहिँ हजुर आमा चाहिँ भर्खर उठिरहेछ हजुर बाजे म चाहिँ हजुर आमा चाहिँ भर्खर सुतेर उठेर बाजे नानीहरु उसको मम्मी चाहिँ आएको छैन कता गएको छ अहिले आउँछ फर्स्ट ब्लगमा चाहिँ यहाँ थियो है छोरी यहाँ आमा थियो अहिले त आमा पनि छ है छोरी चाहिँ छैन छोरी कता गएको छ अहिले आउँछ केही नि छैन भुक्का राम छ टक्कलाएर साथीहरु भोलि शनिबार हैन आज शुक्रबार भोलि शनिबार सो नातिनी चाहिँ आइसक्यो छोरी चाहिँ अब छोरी चाहिँ अब आउनुहुन्छ अबखिनमा पहिले छोरी आउँछ त्यसपछि ज्वाइँ आउँछ है ज्वाइँ आउनुहुन्छ सरी आउँछ हैन आउनुहुन्छ सो बिहाको लागि अब म खाना बसाल्नु पर्छ है त बुढिया चाहिँ अब भाँडा मस्काउन गइरहेछ अब म चाहिँ खाना बसाल्छु भात पकाउँछु है साथीहरु टक्क लाएर खाना बनाउँछु रुखको सोको के छ अब खाना दिनु पर्छ त आज त जस्तै हो है पहिलेको जस्तो हुँदैन सधैँ एक मास कहाँ हुन्छ त कलाएर दाल छ हैन थोरै मासु छ है अनि थोरै साग छ है प्लस थोरै दुध छ है त टक्क लाएर अब चाहिँ राइस कुकरमा भात बसाल्छु अहिले चाहिँ कोही पनि हुनुहुन्न सबै आफ्नो आफ्नो बाटो नातिनी खेल्न गएको छ बाहिर भएको छैन छोरी ज्वाइँ आउनु भएको छैन बुढिया चाहिँ भाँडा मस्काउन गइरहेछ टक्क लाएर म चाहिँ अब खाना बसाल्छु है त साथीहरु र टक्क लाएर मेरो बुढिया आइसक्यो भन्दा भन्दा ट्याक्कै छोरी पनि आइ ल आमा छोरी सँगसँगै आइजन् ल सधैँभरि एक मास कहाँ हुन्छ त हजुर ज्वाइँ अब यसपछि चाहिँ अब एकछिनमा 7 बजे 7:30 बजे 7:30 बजेतिर आउनुहुन्छ अरे ज्वाइँ 8 बजे जान्छ 8 बजेतिर नातिनी पनि आइसक्यो पहिले कसले बनाएको थियो यस्तो यस्तो बनाउँछ छोराले त्यस्तो अब के हो गोको रे के बनाउँछ के बनाउँछ छोराले लायो छोरीले चाहिँ आजको मासु यही हो रे यो चाहिँ फेरि के ड्राइङ देखाएको छ नाम बनाएको छ आजको तरकारी हो साथीहरु सुक्खो यस्तै है थोरै दाल छ है यो के हो थाहा भएन बफ हो रे है आजको भान्सो गर्नु पाला यसको जहिले नै आउँछ यसले नै भान्नु आउँछ छोरीले भान्सा गर्छ छोरीको छोरी नाच्छ हाम्रो ज्वाइँ साहबको पनि एन्ट्री भयो टक्क लाएर है पहिले शनिबार चाहिँ आउनु भएको थिएन अहिले चाहिँ आयो फाइनली पढाइ भइरहेछ जे इक्जामको तयारी भइरहेछ आज के थियो तिम्रो इक्जाम म्याथ कस्तो भयो कि फेल त हुने चान्स छैन रहेछ के लगाइरहेछ राजमा हो आज शुक्रबार भोलि शनिबारको तयारी गरिरहेको छोरीहरूले टक्क लगाएर है यता रुखको तरकारी पकाएर रुखको मासु पहिले के थियो अहिले के छ अब त्यो हजुरले ख्याल गर्नु है साहबले ससुराले आउँदाखेरि यस्तो पावर लिएर आउनुहुन्छ के अहिले त छोरी चाहिँ भइहाल्यो नातिनी पनि आएको छ आयो खुसी हुन्छ के तर अब बेलामा आउनुहुन्न त्यही भएर सबै खुसी छ कोठा जे उज्यालो छ अस्ति अँधेरो थियो है आज चाहिँ उज्यालो छ है
साथीहरू सो एकदम इम्पोर्टेन्ट कुरा भन्न बिर्सेछु कि के कुरा है खुसी खबर यसले ल्याउनु लाग्छ आज चेकअप गराउनु गए यत्रो खुसी खुसीको कुरा यही छ आज चेकअप गराएको दुःखद कुरा के छ भने म जान पाएन त्यति बुवा हेर्नु चाहिँ मुसुक हालिदिनु त 3 महिना भयो है त्यहाँदेखि ल 5 महिनामा सुरु भएछ ल साथीहरू अब 2 महिना 5 महिना बाँकी रहेछ है नाति होस् चाहे नातिनी होस् अब इच्छा त अब नातिनीकै भइसक्यो है अब मेन इच्छा नातिको छ अब मुसुक हाँसिरहनु भएको छ अब नाति नै होला जस्तो लागिरहेको छ अब गेस गर्नु होला तपाईँहरूले पनि यसो कमेन्ट गर्नु होला के अब 5 महिनापछि रिजल्ट आउँछ हेर्दै गर्नु होला रिजल्ट ल यसलाई चाहिँ भाइ भनेकै भाइ रहेछ भाइ नै आउने भयो ल हाम्रो छोरी घुम्न जाने भनेर सोचिरहेको छु राति 12 बजीसम्म आमा चाहिँ भाँडा मस्काउनु गइरहेको छ अनि त्यहाँ भन्नु ओ मम्मी चाहिँ पानी सानी भरिरहेको छ है बिहान ओ ललिपप बिहान भान्दिले ललिपप होला हाम्रो सबको बाइक त्यस्तो छ हेर्नु साथी हाम्रो यस्तो छ भाँडा धुन लगाएको साथीहरू बुढीले घुम्न जान पाइन्छ भनेर यसो भाँडा मस्काउनु लागेर सबैलाई खाइरहनु सक्यो साथीहरू भाँडा मस्काएर के गर्नु लाग्नुभयो सरसफाइ उठ्ने बेला भएको छैन साथीहरू आज घुम्न जाने भनेर प्लान थियो है सब क्यान्सल भयो घुम्न जाने भने एउटा ठस यहाँ बसिरह अर्कोले भात खाइरहेछ हिजो चाहिँ घुम्न जाने भनेर मस्त मस्किरहेको थिएँ 12 बजी सुतेर अहिले चाहिँ भात खाएर पक्का उठेर अर्को फेरि उसको मम्मीसँग कुरा गरेर घुम्न जाने जस्तो भयो भने जे भयो भने आज शनिबार चाहिँ रमाइलो भयो होला हस् त साथीहरू यो शनिबारको भिडियोमा आजको लागि यति नै है त अर्को शनिबार हजुरहरूमा अवश्य उपस्थित हुनेछु तबसम्मको लागि बाई बाई नमस्ते